सबैमा नमस्कार। म तेङतेङ दिता साहित्य पोस्टबाट आज तपाईहरुलाई एउटा कविता सुनाउन जाँदैछु। एसपी कोइरालाद्वारा लेखिएको कविता संग्रह टाकीको घाँसबाट। कविताको शीर्षक छ चलन। अचेल चलुन्जेल चलन चलाइन्छ, चल्न छाडेमा थोत्रो गारा झैं थन्क्याइन्छ। र रकेटको शेयर गर्ने सपनामा हतार हतारमा तयारी चलन महँगो मोलमा भित्र्याइन्छ। बेग्लै खोलमा सजाइन्छ र फुर्सदमा आफ्नो व्यङ्ग्य आफै बनी रमितेलाई हँसाइन्छ। यसरी यहाँ प्रतिपल पाती पर्से झैं परम्परा सेलाइन्छ। प्रदर्शनका खातिर फगत नौलो चलन लिराइन्छ र 2 कदम पछाडि बसेर 1 कदम अगाडि देखाइन्छ। राति रमाउने, दिउँसो डराउने चमेराको नियतिमा निमग्न यो शहरमा अचेल। षड्यन्त्रको खलेकहरूमा उज्यालोको होइन अँध्यारोको दाउनी हालेर आफ्नो थाप्लामा भाग्यको नियो गार्ने चलन छ। अरूको पसिनाको तेल हालेर आफ्नो हत्केलामा द्रव्यको दियो बाल्ने प्रचलन छ। यहाँ यसरी हर क्षण परम्परा पन्साइन्छ र उँभो लागेको प्रमाण पस्कन अर्कै चलन चलाइन्छ। कसैले मानोस् नमानोस् फेदिमै कुरेर शिखर चुमेको राग पिलाइन्छ। र नभुल्ल छु कसलाई सोधु म के भएको अचेल थियो। अरूले भने झैं उत्तम या आफूले भोगे झैं खत्तम। टाकीको घाँस बजारमा सितिमिति नपाइने किताब भित्र पर्छ। एसपी कोइरालाको यो कविता संग्रह पढ्न साहित्य पोस्टले व्यवस्था मिलाएको छ। साहित्य पोस्ट एप डाउनलोड गरेर सजिलै पढ्न सक्नुहुनेछ। हस्, धन्यवाद।